हामी एक्लै जानुपर्छ। एक्लै जानुपर्छ। तपाईहरु एक्लै जान सक्नुहुन्छ, थुरथुर काम गरिरहनु भएको छ। राष्ट्रिय पार्टीका नेताले भनिसक्यो, रविजीले भनिसक्नुभयो, कहाँलाई भित्तामा पुर्याइदिने, गगनलाई चुनाव हराइदिने। सुन्नुहोस् न, उहाँले हराउने होइन होला, तपाईँले र मैले हराउने होइन, यो त मतलब आम मतदाताले परिणाम दिने हो होइन। त्यसमा मतदाताको अधिकार खोज्ने छुट रविजीलाई पनि छैन, मधु आचार्यलाई पनि छैन। तर मतदाताले गर्ने फैसला हो। एउटा चुनावमा कांग्रेस र एमालेलाई भित्तामा पुर्याउने, जिरोमा शून्यमा ल्याउने। हेर्नुहोस् ऋषिजी, म वास्तवमा के भन्दाखेरि कठोर भाषा प्रयोग गर्न चाहन्न, म नकारात्मक राजनीति नै गर्दिनँ होइन। बरु चाहिँ अहिले के छ भन्दाखेरि उहाँहरू जुन नयाँ अभ्यास गर्न खोजिराख्नु भएको छ, त्यो अभ्यास हेल्दी अभ्यास गर्नुहोस् होइन। एजेन्डामा राजनीति गर्नुहोस्, आदर्श सिद्धान्त के हो त्यो बरु प्रष्ट तय गर्नुहोस्। यो अर्कालाई गाली गरेर मात्रै चाहिँ मतलब राजनीति चल्दैन भने सृजना त आफूभित्र हुनु पर्यो।